श्रोतावृन्दमा र मेरा भ्युअर्सहरुमा पूर्ण छाम्नेको हार्दिक अभिनन्दन सहित नमस्कार गर्दै र विशेष गरेर मर्निङ विशेष गरेर आज म दार्जिलिङको नियर दार्जिलिङ र यहाँ के हो कमर्समा एउटा सानो सुझाउ लिएर आइरहेछु र यहाँको भ्युजहरू पनि तपाईँ समक्ष ल्याउन गइरहेछु र अहिले है आज मार्च 17 तारिक गइरहेछ र नेपाली महिना पनि है यहाँ चैत महिना सुरु आरम्भ भइरहेछ र यहाँ वसन्त ऋतुले एकदम पूर्ण आगमन गरिसकेको छ र यहाँको भ्युजहरू हेरिहाल्नुहोस् र म तपाईँ समक्ष केही कुराहरू गर्न लागिरहेछु र सर्वप्रथम है दार्जिलिङ पहाडलाई बचाउनु हो भने हामी गोर्खाहरू एक भएर र चाहिँ हामीले पहाडलाई जोगाउनु पर्छ। विशेष गरेर हेरिहाल्नुहोस् हामीले पानी वाटर सप्लाई दार्जिलिङमा गरिरहेछौँ र स्वच्छ भारत मिसनलाई ध्यान राख्दै र विशेष गरेर यहाँ दार्जिलिङमा धेरै प्रोजेक्टहरू आइरहेको छ तर कुनै पनि सठिक ढङ्गले भएको छ जस्तो चाहिँ मलाई लाग्दैन। जल जीवन मिसन रुरल एरियामा चाहिँ है घर घर जल योजनाहरूको धेरै नै स्किमहरू आएको हुँदा पनि कुनै काम पनि सठिक ढङ्गले नभएको चाहिँ म तपाईँलाई बताउन चाहन्छु र त्यत्रो हजारौँ करोडौँ लाख करोडौँ रुपियाँको प्रोजेक्टहरू एकदमै है लापरवाही चाहिँ भइरहेको म हाम्रो प्रशासनहरू जति पनि गभर्मेन्ट पक्ष राख्न गइरहेछु र विशेष गरेर यहाँ कुनै पनि प्रोजेक्ट हुँदाखेरि है पर्सेन्टेजले त्यस कामलाई सठिक ढङ्गले गर्न पाएको चाहिँ हुँदैन र एउटा करप्सन भरि चाहिँ है कामहरू भएको छ। हामी तपाईँलाई भन्न चाहन्छु र हाम्रा गभर्मेन्ट पक्षले त्यसलाई नियन्त्रण गर्नु भएमा अति नै बेस्ट हुने थियो र ठिक म अहिले यहाँ तपाईँको यो भ्युज देखाइरहेछु र हेर्नुहोस् यो स्कुल ज्ञानोदय स्कुलको फ्रन्टबाट म यो भ्युज लाउन गइरहेछु र यहाँबाट राम्रो राम्रो देखिन्छ बर्चिल चुडियाखान चुडियाखान यो पारीको जङ्गललाई है एउटा बर्चिल भनेर चिनिन्थ्यो र अहिले पनि बर्चिल नै छ र यहाँ माथि गयौँ भानुभवनहरू एकदम सुन्दर दृश्य यहाँबाट देखिँदो रहेछ र है तपाईँहरू आएर यसलाई साइडबाट निहाल्नुहोस् र हाम्रो दार्जिलिङमा सधैँ जति पर्यटन आएर राम्रो राम्रो कमेन्ट नै गरेको देखिन्छ र हाम्रो यहाँको लोकल मानिसहरूले जहीँ सिगरेट पानहरू खाएर थुक्ने गरेछ त्यो पनि धेरै नै नियन्त्रणमा आइसकेको चाहिँ म तपाईँलाई जनाउन चाहन्छु र हेरिहाल्नुहोस् यहाँ दार्जिलिङमा अझै पनि बाटो बजार सार्वजनिक स्थानहरूमा चाहिँ सिगरेट बेडी पिएर हिँडेको देखिन्छ। त्यसलाई पनि हाम्रो प्रशासनले झट्टभन्दा झट्ट राम्रो फल गरेर यसलाई पनि रोकथाम गर्ने चाहिँ हाम्रो इन्डियामा तपाईँहरू जानुहोस् है माथि हिमाचल प्रदेश सिक्किममा चाहिँ तपाईँले सिगरेट पान खाएको चाहिँ देखिन्न। हामीले हाम्रो दार्जिलिङलाई स्वच्छ र सुन्दर बनाउनुपर्छ र जति पनि पर्यटनहरू आउनेलाई राम्रो व्यवहार गरेर उहाँलाई घुमाइदिने प्रयास गर्नुपर्छ र ड्राइभर चालक दाजुभाइहरूले पनि यसलाई ध्यानमा राखेर राम्ररी घुमाएर है हाम्रो एउटा ओल्ड जति पनि छन् जस्तो कि टाइगर हिलहरू जहाँबाट सनराइज देखिन्छ
पनि देखाइदिने चाहिँ आह्वान गर्न चाहन्छु। विशेष गरेर हाम्रो दार्जिलिङलाई राम्ररी चिन्न सकोस् र यसको केही अगाडि यो पहाड छन्, यो पनि गाउँहरू छ, त्यहाँ वर्तमान राजाको एउटा कोठी पनि राम्रै सायद टेलर चल्दै र हामीले यस्तो चाहिँ गर्नुपर्छ। दार्जिलिङमा जो नार्कोटिक धेरै नै फैलिरहेको छ र नार्कोटिक सम्बन्धी पनि हाम्रो गाउँ समाज प्रशासनले सायद गर्नु नसक्ला है। यसलाई रोकथाम गाउँ समाज बलियो भएर सहर संस्थाले ध्यान दिनुपर्ने चाहिँ म देख्छु। र हाम्रा नानीहरू यहाँ धेरै नै बिग्रिरहेको छ हामी देख्छौँ र आउने दिनहरूमा सायद हाम्रो नाता पनातीहरू पनि सायद देख्नु पाउँदैन र नार्कोटिक यस्तो त्यसले जो कि है नानी हुने एउटा शक्ति उसलाई पनि मारिदिने हुनाले चाहिँ त्यो मान्छेको सायद जै जन्म हुँदैन होला भन्ने चाहिँ मेरो अनुमान सायद हुन पनि सक्छ। र तपाईँले यस विषयमा चाहिँ एकदमै ध्यान दिनुपर्ने चाहिँ म देख्छु। अनि हाम्रो नानीहरू फोनमा धेरै नै व्यस्तता भइरहेको खेलिरहेको चाहिँ हामी सधैँ नै देखिरहन्छौँ है। र यसरी भन्दै म है सर्व समाज जागरुक हुनुपर्ने चाहिँ म तपाईँहरूलाई एउटा आह्वान गर्न चाहन्छु। र यहाँदेखि